लु हामी चाहिँ एकदम चाइनाको बोर्डर अनि यहाँ चाहिँ अफिस रहेछ अनि अगाडि यहाँ चाहिँ चाइना सबै एकदम यहाँ काम पनि हुँदैछ अनि अगाडि चाहिँ चाइना वेलकम टु जाङमु पोर्ट लोए पुलसम्म जाँदैछौँ हामी जाने बाटो यता रहेछ नि त सो यहाँ चाहिँ इमिग्रेसन अफिस रहेछ यता यहाँ चाहिँ डल्लै चाइना पऱ्यो माथि डल्लै यहाँ चाहिँ डल्लै टिबेट पऱ्यो चाइना अनि यो पुल कटेपछि चाहिँ यता चाइनाको अफिस अनि यो डल्लै चाइना पऱ्यो हामी चाहिँ अब एकदम यहाँ पुलसम्म जाँदैछौँ यता हेरौँ अब के छ पुलमा यस्तो रहेछ नि त चाइनामा पनि टिबेटन भाषामा पनि लेखेको रहेछ अनि अगाडि चाहिँ चाइना नेपाली सीमा समाप्त रहेछ यो चाहिँ अनि यहाँ चाहिँ एउटा सानो गेट रहेछ त्यसको उता चाहिँ चाइना एकदम गाडीहरू पनि यो जानुको लागि रेडी रहेछ एकदम चाइनाको गाडीहरू लु यो चाहिँ डल्लै चाइना पहिला चाहिँ टिबेट थियो ऊ माथि पनि चाइनै चाइना छ यहाँ चाहिँ टिबेटको यसको मोनेस्ट्रीको यो पनि रहेछ अनि यहाँ चाहिँ चाइना पऱ्यो सोल्जरको फोटो पनि रहेछ यहाँ अब यता चाहिँ चाइना बोर्डरमा चाहिँ एकदम फोटो खिच्ने हो वेलकम टु चाइना भनेर लु यो चाहिँ लास्ट अब हामी चाहिँ फर्केको यता हामी नेपालपट्टि जाँदैछौँ अनि गाडीहरू चाहिँ सबै चाइनाकै गाडीहरू रहेछ यहाँ नयाँ छ गाडी चाहिँ वेलकम टु नेपाल अघि यहाँबाट छोडेको अब यहाँबाट भित्र पसेको वेलकम टु नेपाल हो हेर्नु न वेलकम टु यो उताबाट आउँदा चाहिँ यहाँ हाल्नेवाला मेसिनमा चाइनाकै मसिन रहेछ चाइना एड रहेछ नि अफिसरको रुम चाहिँ एकदम माथि बाँदर रहेछ लु यो चाहिँ उताबाट आएको चाइनाको बजार आएको रहेछ यहाँ चाइनाको